र गाइजहरू आजको पानी हेर्नु त हाम्रो घरमा यहाँ डुबान हुन लागिसक्यो। यी नानी चाहिँ खुसी भइरहेकी छिन्। यसलाई त स्थिति कस्तो भन्ने चाहिँ थाहा छैन। मम्मीले चाहिँ हेरिराख्नु भएको छ। हेर्नु त गाइजहरू यी भित्रै पानी आइसक्यो। ओहो ल हेर्नु त हामी त अब डुबिला जस्तो छ। ओ माई गड हेर्नु त नगर न नानी। उहाँ खोलतिर गिरी सर, उहाँ मेरो हस्बेन्ड अनि उता अङ्कल झरी खोल्दै हुनुहुन्छ। किनकि झरीले चाहिँ वर्षा छ उताबाट त्यत्रो खोलिराखेछ कि त्यो फोरेर खोल्दा पनि पानी यत्रो डुबान भइरहेछ गाइजहरू। हेर्नु त पुरा के डुब्न लागेको खुट्टा हेर्नु त। पौडी खेल्ने स्विमिङ पुल। ल गाइजहरू स्विमिङ पुल खेल्न मन लाग्छ भने हाम्रो घर आउँदा हुन्छ। यस्तो रमाइलो भइरहेछ कि रमाइलो नि भइरहेछ गाइजहरू। पिर पनि परिरहेछ। ल हेर्नु त यहाँ जोक छ गाइजहरू। ओहो ल हेर्नु त चप्पल नलाइकन भएको छ। उहाँ एकदम आत्तिराख्नु भएको छ। उहाँबाट उल्तिर पोल्तिर माथि छताबाट पनि हेरिराख्नु भएको छ गाइजहरू। यहाँ मम्मी फेरि भुटिनु भएको गर्न सक्ने होइन, भुटेको भुट्टे हुनुहुन्छ। ल त खुसी भइस् भन्दै हुनुहुन्छ गाइजहरू। यस्तो छ स्थिति। ल हेर्नु त डुबान भयो यहाँ त डुबान। ल हेर्नु गमलाले सीमा काटिसक्यो। गमला डुबिसक्यो। यहाँ पानी पनि यहाँ माथि उसमा आइसक्यो। यता त भरि भराउ भयो, जाने ठाउँ छैन। उता गल्दीको ल हेर्नु त गाइजहरू। ओहो ल हेर्नु त छाप छाप गराइरहेको छु मैले। यो गल्दीको भागमा यताबाट भरेर हेर्नु। ओ माई गड यो पुरो भरेर अब डुब्नु भयो गाइजहरू हाम्रो। ल हेर्नु त ओ माई गड यो पनि पुरै भरिसक्यो। अब के गर्ने होला गाइजहरू। ल मेरो उता चाहिँ नेटले काम गरेन यता गाइजहरू। ओहो ल हेर्नु त जोक छ स्थिति। के गर्ने होला भनिदिनुहोस् है, के गर्नु होला। त्यस्तो उसमा पनि भिडियो गराइरहेको छिस् क्या भन्दै मलाई चाहिँ गाइजहरू भन्दै गाली गरिराख्नु भएको छ। नाटक गरेछिस् क्या मलाई फेरि गाइस। मलाई त यस्तो छ मैले गुहार मागिरहेको छु कि म पानीमा डुबिने भयो भन्दै। अनि उहाँले चाहिँ यस्तो भन्नुभयो कि नाटक गरिरहेको छिस् तैँले भन्नुहुन्छ। उहाँ गाइजहरू हेर्नु त स्थिति कहाँ पुगिसक्यो। ल ए साथी यो गुहार दिनुहोस्, के गर्नुपर्छ, कसलाई फोन गर्नुपर्छ। कसलाई फोन गर्नुपर्छ, कसित गुहार माग्नुपर्छ यसको बारेमा भनिदिनुहोस् है। भनिदिनुहोस् है गाइजहरू यसको बारेमा कसलाई के गर्नुपर्छ भनेर। पनि आउनुभयो सकिएर पानी त भरि भराउ भयो। उहाँ बाहिरको पानी भित्र आएपछि त डुबान हुन बेरै छैन।